What is up people? स्वागत छ मेरो फेसबुक पेजमा। अनि फिलहाल चाहिँ म कहाँ छु भन्नुपर्दा तपाईले ब्याकग्राउन्डको जुन चाहिँ भ्यू देख्नुभयो नि, यो भ्यू देखेर चाल पाउनु भयो होला है। हाम्रो एकदमै प्यारो स्कुल है, शंकर हायर सेकेन्डरी स्कुल सिंगजीको प्राङ्गणमा म छु। अनि तपाईले हाम्रो स्कुल पनि देख्नुभयो होला, सक्नुहुन्छ एकदमै खूबसूरत छ। पहिला हामी यहाँनिर भलिबलहरु खेल्थ्यौं। हामी चाहिँ स्कुलको हाउस म्याच हुँदाखेरि चाहिँ यहाँ माथि बस्थ्यो। अहिले त जंगलै जंगल भएछ हो। यहाँ माथि बस्थ्यो हैन, यहाँ माथिबाट चाहिँ एकदमै दामी भ्यू हुन्थ्यो नि त। यहाँबाट चाहिँ सँगै देख्थ्यो। अनि हेर्नु क्या फुटबलहरु हेर्दा बास्केटबलहरु हेर्दा चाहिँ यहाँ बस्थ्यो। यति मजाको जग्गा छ गाइस। यो चाहिँ हाम्रो स्कुल हो, शंकर हायर सेकेन्डरी स्कुल सिन्जी कालिम्पोङ। इस्टाब्लिस भएको चाहिँ 1952 मा है। यो चाहिँ हाम्रो स्कुल हो गाइस। हो तपाईहरु कोले चाहिँ स्कुललाई मिस गर्नु हुँदैछ प्लिज है कमेन्ट गर्नु होला है। म चाहिँ स्कुलको प्राङ्गणमा छु फिलहाल चाहिँ गाइस। अनि एकदमै खुसी लागिरहेछ आफूले पढेको स्कुल है हैन। अनि तपाईहरु जति जनाले पनि स्कुललाई मिस गर्नु भएको छ लाइक शेयर एन्ड कमेन्ट गर्नु चाहिँ नभुल्नु होला। जति सक्दो शेयर गरिदिनु होला गाइस। यति दामी नजारा छ नि। जेस आज वेदरले नि हल्का साथ दियो। जब म यहाँ आएँ वेदर पनि क्लियर भयो है। एकदमै खुसी लागिरहेछ। एकदमै खुसी लाग्छ आफूले पढेको स्कुल है। यो चाहिँ रेलीवारीको चाहिँ एकदमै नामी स्कुल हो है। यो स्कुलले चाहिँ धेरै विद्वान मान्छेहरू जन्माएको छ है। यो चाहिँ रेलीवारीको चाहिँ एकदमै फेमस स्कुल हो सिंगजीको। सिंगजी आफैमै एउटा एजुकेसनल हब भनेर चिनिन्छ सिंगजीलाई चाहिँ। अगाडिको भ्यू पनि दामी छ। अहिले चाहिँ छ्याङ्गै उक्रेको छ। माथि चाहिँ हनुमान टक रहेछ। यो स्कुलको भित्रबाट जुन हैन हामी पनि स्कुललाई पढ्दा चाहिँ मेन स्कुल मात्रै थियो हैन। अनि अहिले चाहिँ यो नयाँ बिल्डिङ्सहरु बनेको रहेछ हैन। यो पनि देख्न सक्नुहुन्छ है। एकदमै दामी छ। यदि तपाईले यो भिडियो हेर्दै हुनुहुन्छ भनेदेखि चाहिँ यदि तपाईहरु सिंगजीबाट हुनुहुन्छ या जहीँ कहीँबाट पनि हुनुहुन्छ, तपाईहरु यहाँको स्टुडेन्ट हुनुहुन्छ, एक्स स्टुडेन्ट हुनुहुन्छ है, लाइक शेयर एन्ड कमेन्ट गर्नु चाहिँ नभुल्नु होला। सो विल सी यु इन द नेक्स्ट भिडियो गाइस। पिस आउट। बबाल नजारा हेर्नु गाइस।